नमस्ते। यो 10-12 वर्षमा हाम्रो अनुभव चाहिँ के छ भन्दाखेरि, हामीले देखेको तपाईँको इन्सपेक्सन गर्ने घरहरूमा प्राय समस्या कस्तो ठाउँबाट आएको छ भन्ने कुरा हामीले पत्ता लगायौँ। त्यो पत्ता लगाएको वास्तविकताको बारेमा तपाईँहरूलाई आज यो भिडियोद्वारा म जानकारी दिन गइरहेको छु। हामीले कोरामसिनो गरेको देखौँ, कोरामसिनबाट पानी चुहेर हामीले त्यसलाई सबै फुटायौँ। सबै फुटाएर काम गऱ्यौँ। त्यसपछि क्रेजी चिप्स पनि तपाईँको 15 वर्ष जस्तो भन्दा बढी टिक्छ भनेर सोचेको थियो। त्यसमा पनि पानी छिरेको कारणले हामीले त्यसमा पनि लिक्विड मेम्ब्रेनहरू अप्लाई गरिसकेका छौँ यो बर्खामा अनि विगतका बर्खाहरूमा अनि त्योभन्दा अगाडिका बर्खाहरूमा पनि। अनि त्यसपछि टायल एकदम राम्रो हुन्छ भनेर सोचेको टायलमा पनि पानी छिरेको कारणले हामीले त्यसलाई कटिङ गरेर इपोक्सी ग्राउटहरू भरेर त्यसमा राम्रोसँग बन्डिङ हुने गरी पानी नछिर्ने गरी गऱ्यौँ। अनि त्यसमा हामीले पिपी मेम्नेसिड पनि अप्लाई गऱ्यौँ। त्यस कारणले विकासको प्रविधिको सँगसँगै तपाईँहरूले आफ्नो घरमा नयाँ वाटरिङ गराउनु भएर वाटरिङ गराए पश्चात बन्डिङ टेस्ट गरी त्यसमा टायल कोरामा जे